हेलो एभ्रिवान, गुड आफ्टरनुन। आज चाहिँ म हजुरहरूलाई एउटा फेरि गिफ्ट पार्सल देखाउन आँटेँ कि पार्सल चाहिँ यो मैले गेम खेलेको थिएँ कि पोपो बोनी भन्ने एउटा, अनि त्यसमा आज विथड्र गराएँ 1800 रुपियाँ, 1855 रुपियाँ आएको थियो। त्यसैमा एउटा सानो गिफ्ट अर्डर गरेँ कि मैले गेम खेलेर, अनि यसलाई अनबक्सिङ गरेर कताबाट खोल्छ खोल्नु पनि आउँदैन। गेम खेलेको पैसाले गाइस कस्तो प्यारो क्युट रहेछ सानो। वाउ, कस्तो क्युट लाग्यो। हजुरहरू पनि खेल्नुहुन्छ भने म लिङ्क दिन्छु। हामी चाहिँ सबैजना खेल्छौँ कि बेलुका भएपछि। त्यसमा केही छैन, 1 घन्टा लाइभ बस्नुपर्छ, अनि 1 घन्टा पार्टी लाइभ बस्नुपर्छ। त्यस्तो नराम्रो केही छैन। घडी चाहिँ सानो रहेछ, धेरै सानो। मलाई चाहिँ किनभने घडी ठुल्ठुलो मनपर्छ, यसपालि चाहिँ सानो मगाऊँ भनेर सानो मगाएको के अरे, अन्त बेसी नै सानो जस्तो लाग्यो, तर ठिकै छ, राम्रो लाग्यो। वाउ, गेमको पैसाले गाइस दामी लाग्यो। कस्तो लाग्यो हजुरहरूलाई भन्नुहोस् कमेन्ट गरेर। बाई बाई गाइस।